चिनेन पैसा हालेर आयो होइन भर्खरै एलिजले त चौकुर क्या होला त है रिसाको यिनीहरू गोटी खेल्दैछ खानु गोटी क्या सर गोट्टा गोट्टा किन पैसा हाल्नु जानु यहाँ आउनु न तपाईँ के तपाईँले पनि पाउँछ क्या हाम्रो दाजु है पैसा पाउँछ पैसा पाउँदैन कहाँ गयो जलेश्वर जनकपुर पैसा हाल्नु भयो त छैन मान्छे धेरै छ किन धेरै मान्छे चाहिँ के मान्छे हुँदा नै हाल्ने मान्छे नहुँदा त चोर पो हो जाने पैसा हाल्नुपर्छ मान्छे हुँदा हो जाने धेरै मान्छे त त्यहाँ अब त्यो त भएको भयो भने ब्याङ्कमा पैसा नभएर कहाँ हुन्छ त के अरे मान्छे जम्मै होला नि फेरि 1.5 लाख हाल्ने होला कति हाल्ने राक्कै हाल्नुहुन्छ नि उहाँ त के बनाएर कहाँ हाल्ने यार उहाँको बिजनेस त खत्रै छ त उहाँको बिजनेस चाहिँ कति हाल्नु दाजु ओटी दिएको बिचरा किन छैन उहाँको त्यही कति हो र छ नि छ तर भए पनि त अलि कति 1 घण्टा छ त 1 घण्टामा 3 घण्टा 3 घण्टा 3 घण्टा 3 घण्टा हो दार्जिलिङबाट बस छुट्यो साथीयो दार्जिलिङमा बस्छ रात्रिकालीन बस इलामबाट छुट्यो है गाडी अब सट लाग्यो काँक्रो भित्रतिरै ए चस्मा ल्याइदिएछ होला चस्मा ल्याइदिएछ होला क्या भाइ त्यो चस्मा ल्याइदिएछ कि डाँडामा बसेर तलको रोड हेर्न त मजा हुँदो रहेछ है त्यो सेट बनाएको डाँडा हो कि पुर्खौली यस्तो पुर्खौली यस्तो हो कि बनाएको त होइन भाइ यो जस्ता थियो त्यस्तै बनाएको किन तर होइन माटो थुपारेको होइन भाइ यत्तिकै हो तलसम्म भयो तल बनायो घर यो खाली यस्तो भयो यता बनायो अनि उतातिर भयो उता खाल्टा भयो खाल्टै छ ए यिनीहरू हो यिनीहरू दुःख रहेछ कि यिनीहरूलाई साथीको ल्याइदिएको होला कि किन यहाँ हौ भन्नुपर्ने कि यिनीहरूलाई यत्रो टाढाबाट खाना बोकेर लानु पर्ने ड्युटी सकेर आएको अब खाना लाने अनि खाना खाने उसले त खाना लिएर आउँदा त खाना खायो उहीँ खाना ठाउँ लिने ठाउँमै खाना खायो भने रुम आउँदासम्म त भोकाउँछ होला है जाउँ अब हामी ततिर जाउँ
डाँडामा आएको आज हावा खानलाई यहाँ डाँडाबाट तलतिर गयो भाइले यो फाल्नुपर्छ ती चाहिँ तपाईँले दसैँको तिहारको लागि किनेको है सपिङ गर्नुभयो कपडा यहाँ भाइले एउटा थैली किनेको छु थैली आउनु ल जाउँ न त कुन बकाला जाउँ न त आज ल कुन बकाला जाने भाइ त्यो बक्ला मेरो पेट अलिक ठुलो परेछ क्या डाइटिङ बस्नु पर्यो क्या खासमा के कफी खाँदा पेटको त्यही होला त यता धेरै त बङ्गुरको मासु खायो भने छर्लक्कै हुन्छ बङ्गुरको मासु त कहाँ पाउँछ त महँगो क्या महँगो त छ तर सस्तै पाउँछ के अरे पाउँछ यहाँ गर्नु पर्यो क्या खानाको पैसा आयो भनेर एउटा टिसर्ट राम्रो लाग्छ हाम्रो माथि डाँडामा गएको थियौँ क्या हामी त्यो डाँडामा यस्तो डाँडा छ नि त्यो माथि डाँडामा गएर बसेको हामी डाँडामा खिचेको अब यहाँबाट ट्याक्क अब तल कुलाकाले लफा कुन कहाँबाट जाने कुन चिकन लाने म लिएर आउँछु नि त त्यही खुट्टा लाने कि अर्को लाने खुट्टा खुल्लावाला चिकन लैजाउँ कहाँबाट किन्ने हो र फ्राई गर्ने कि नगर मेरो स्टाइलमा बनाउने ल्याउने हो भाइहरूले चिकन बनाउने के बनाउने भनेर सल्लाह गर्नुहुन्छ मलाई चिकन पटक्कै मन पर्दैन जे बनाउनु उहाँहरू बनाउनु म चाहिँ माछा हो माछा रेडी गरेर माछा खाने हो मान्छे चिकन लिनलाई हिँडेको मासु नखाउँ भनेको भाइले माछा पारेको होइन तपाईँले मासु पारेको भन्दा पनि नखाउँ सोचेको भाइले त